सुर्खेत की चेली इनिसा बिकोको जङ्गलमा लिएर बलात्कार गरेर हत्या गरेको 9 दिन भइसक्यो। अहिलेसम्म इनिसा बहिनीको लास यही कर्णाली प्रदेशको प्रदेश अस्पतालमा यही कुहिरहेको अवस्था छ। अहिलेसम्म इनिसा बहिनीले न्याय पाउन सकेकी छैनन् र यो केसलाई सुरुमै कर्णाली प्रदेशका मुख्यमन्त्री एमालेका नेता एमलाल कडेलले राजनीतिकरण गर्न खोज्दाखेरि अहिले यो इनिसा बहिनीको केस एकदम विवादित अवस्थामा पुगेको छ र यो अहिले सिआइबीले इन्भेस्टिगेसन गरिरहेको छ। तर उनीहरूले न्याय पाउँदैनन् कि भन्ने डर छ। अहिले यति बेला इनिसा परिवारको फ्यामिलीले न्याय पाउने होइनन् कि भन्ने डर अहिले उनीहरूमाथि जागिरहेको छ र यो न्यायको लागि उनीहरू यति बेला काठमाडौँ पुगिसकेका छन् है। अब हामी सबैजनाले आवाज उठाउन जरुरी छ। निर्मला पन्तको जस्तो केस नहोस् इनिसा बिकोको र अहिले सुर्खेतदेखि न्याय नपाएर उनीहरू यति बेला काठमाडौँको माइतीघर मण्डलाको अगाडि उनीहरू धर्ना बसिरहेका छन्। यति बेला सबै नेपाली जनताले आवाज उठाउन एकदम जरुरी छ। छिटोभन्दा छिटो उनले न्याय पाएको भए, उनको परिवारले न्याय पाएको भए सायद आज उनको शव यो प्रदेश अस्पतालमा रहने थिएन होला। उनीहरूले त्यो शव बुझेर आफ्नो हिसाबले त्यो शवलाई चाहिँ जलाउँथ्यो होला, के गर्थ्यो होला हैन। तर न्याय नपाउँदाखेरि अहिले त्यो शव यही प्रदेश अस्पतालमा छ।